यस एप्पल फेबल हाउसमा हजुरहरू सबलाई स्वागत छ। मेरो नाम प्रशंसा केसी हो। मेरो कक्षाको नाम एलकेजी हो। मेरो विद्यालयको नाम एप्पल मोन्टेसरी हो। अब म आफ्नो कथा भन्न गइरहेको छु। मेरो कथाको शीर्षक हो तिर्खा लागेको काग। एउटा कागलाई तिर्खा लागेको थियो। काग यताउता उडिरहेको थियो। त्यही समयमा एउटा घैँचामा पानी देख्यो र पानी घैँचाको पिठमा थियो। कागले सोच्यो ढुङ्गा एक एक गरेर घैँचामा राख्यो।